At 3,146 meters above sea level, above the clouds and beyond the ordinary, lies Soilung Hill Station. Known as the Land of 100 Hills, this hidden paradise offers more than just breathtaking views. It offers an experience from rolling green landscape to the distant giant of the Himalayas. This is Soilung, a place where nature speaks and the soul listens. Welcome to the world where nature feels true alive. Soilung. हेलो गाइज, गुड मर्निङ। आज हामी सैलुङ हिलतिर जाँदैछौँ। हाम्रो 3 दिनको ट्रिप हो यो, जाने बस्ने र आउने गरेर काठमाडौँ टु सैलुङ। अहिले हामी थलीमा छौँ अनि हाम्रो चाहिँ अहिले यो युट्युब च्यानलको 57 एपिसोड हो यो। हामी यहाँबाट साकु हुँदै नगर हुँदै कुन्ताबेसी र देउपुर हुँदै 0 किलो हुँदै हामी दोललघाटबाट खाडीचोर हुँदै एकैचोटि मुडे हुँदै अनि एकैचोटि हामी सैलुङ। बाटो कस्तो छ? बाटो एकदम बबाल छ। बबाल त धुलै धुलो हो। होइन पिचै छ पुरै। पिचै छ। थ्याङ्क यू। ल, वी आर रेडी। हामी चाहिँ अहिले पालुबारीमा आइपुगेका छौँ। नगरकोटतिर जाँदैछौँ हामीले शङ्खु क्लियर गरिसक्यौँ। शङ्खुबाट अहिले हामी नगरकोटतर्फ लाग्दैछौँ। बाटो अलि यतैतिरबाटै बाटो अलि डेन्जर रहेछ। यहाँ चाहिँ अलिक पिच नै छ। अब उता नगरकोटबाट बाटो झन् साँगुरो छ भनेको छ। हेरौँ बाटो कस्तो हुन्छ। एकदम चिसो छ यता। अब गर्मी सुरु भयो भन्छौँ, तर यता चाहिँ कठोरी नै चिसो छ। खाडीको चाहिँ लक्ष्मण हो, ऊ चाहिँ स्कुटरमा छ। स्कुटर नयाँ रहेछ, त्यही भएर पो नलाग्ने भने रहेछ त यसले। अगाडि चाहिँ सन्तोष र रेक। बाटो एकदम चिप्लो पनि रहेछ यता। अलि हिजो पानी परिरहेको थियो पर्नु त। के भनिरहेको त्यस्तो? के भनिरहेको? पुरा दुईजनाको के मिटिङ चलिरहेछ त तिम्रो दुईजनाको? ओइ लामपुछ्रे चरा के? त्यो पुच्छर लामो भए चरा के? हेलो, नमस्ते, म सन्तोष। हामी चाहिँ अब कार्तिक आइपुगेका छौँ भर्खरै। अब चिया खानुको लागि बसिरहेको छौँ। ल, अब मासतिर गएपछि भेटौँला है त। अब फोटो हान्नु त हो नि। कफी सबैले उठाइसक्यो। के भयो त नि? उठाउन नि होइन। हामी नगरकोटबाट तल अहिले नालडुम भन्ने ठाउँमा आइपुगेको छौँ।
यो साइड चाहिँ मन्दन देवपुर काभ्रे पनि पर्न जान्छ सायद। मन्दन देवपुर यतैतिर हो। यताको बाटो चाहिँ एकदम राम्रो छ, यो साइडको बाटो चाहिँ। कस्तो राम्रो देखाएको यार यो भ्यू। पुरा हुसु उडिरहेछ त यता त पुरै। यता चाहिँ धुवा रहेछ, उता चाहिँ हुसु। हामी अब यहाँबाट कुन्ता पुग्छौँ। कुन्तामा पुगेर हामी ब्रेकफास्ट खाने हो। यता एकदम चिसो छ, एकदम चिसो। घाम पनि लागिरहेछ, हुसु पनि उडिरहेछ, पुरा हुसु लागेको छ। बाटोभरि झुसिरी किराको ताती छ। झुसिरी किरा नै झुसिरी किरा। यहाँ फेरि के हो? ला दुईटा बाटो आयो त, कता हो अब? कुन चाहिँ तल हो? ए ल कुन्ता बेसी। हामी बेसीतिर जाँदैछौँ। 4 जना, 2टा बाइक, एउटा स्कुटर। कुन्ता बेसी अझै 10 किलोमिटर देखाइरहेछ त हौ। एकदम चिसो छ, एकदम चिसो छ। हामी अहिले सिङ्गे काभ्रेको सिङ्गे भन्ने ठाउँमा आइपुग्यौँ हामी। कुन्ता बेसी अझ यहाँबाट 10 किलोमिटर भन्दैछ। बाटो अलिक चिप्लो टाइपको, पुरै हुसु लागेको छ, राम्रोसँग देखिँदैन पनि। कस्तो चिसो, केही देखिँदैन त। पुरै हुसु छ। गर्मी सुरु भयो भने चाहिँ के को गर्मी सुरु हुनु नि। यहाँ त चिसो पो छ त। हामी यहाँ यो कुहिरो वेलकम गर्दैछ। वेलकम गर्दै। ए भोटे के गर्दै? के स्ट्यान्ड? रातो माटो। रातो माटो, चिप्लो बाटो। मजाको रहेछ ठाउँ त। Get out. Update please. अब यहाँ कुन्ताबेसी आइपुग्यौँ। कुन्ताबेसीमा खाजा खाएर अब हामी यहाँबाट सिधै दोललघाटमा खाना खान्छौँ। त्यहाँबाट हामी लाग्छौँ सैलुङ। मुडे सैलुङ। आज भोलि नै फर्किँदा गाह्रो हुन्छ। हामी अहिले 0 किलोबाट तल आइसकेका छौँ। 0 किलो कटिसक्यो। बेलाल घाट आइपुगेका छौँ। बेलाल घाट।
हिन्दी के गर्ने जाउँ त कहाँ जाने अब खाना कहाँ खाने रे घटेकै छैन ल ल जाऊँ ल हामी अहिले सुकुटे नजिकै छौँ सुकुटे साइडमा हो यो चाहिँ आडी चौर होइन यो जाऊ यहाँबाट चरीकोट साइड पुग्ने होइन यहाँबाट त चरीकोट पनि जान्छ होइन हेलो अहिले हामी अन द वे टु सैलुङ हिल अहिले हामी यो होटेल सोलमारी भन्ने ठाउँमा होइन मुडे नजिकै छौँ मुडे अझै 10-15 किलोमिटर भन्ने कुरा सुनेको छु साह्रै थाकेर हामी चाहिँ कफी पिउनलाई अहिले यहाँ होटलमा छिरेका छौँ र एकदम सरप्राइजिङ कुरा हुन त यो चैत पनि सुरु भएको छैन होइन तर तपाईँहरू देख्न सक्नुहुन्छ लाली गुराँस क्या मजाले फुलिएको छ यहाँ यतातिर पुरा लाली गुराँस चाहिँ लाली गुराँस यहाँ तलतिर पहिलेदेखि सुनिहालेँ होइन यार केही गरेर बस्छ पारी गाउँ भिजिबिलिटी त्यति क्लियर त छैन तर पनि देख्न चाहिँ देखिरहेको छ हो यहाँ तल गाउँहरू हेर्नु पुरा मजा रहेछ गाउँ चाहिँ यता त्यो चतारा धाममा बस्यौँ अनि त्यसपछि इलाम गरेर इको गएको त्यसको माग होटेल रहेछ खानु पर्छ सुनकोशी छात्रावास सुनकोशी कफी खाऊँ भने कस्तो ऊ भयो क्या तल लाग्यो क्या आइपुग्ला कति छ अब 10 किलोमिटर हो के रे डुडे रे के रे नाम मुडे मुडे आइपुग्ला र मुडे आइपुग्ला हो
हामी अब मुडे पुग्नु लाग्यो 2 किलोमिटर बाँकी छ यहाँबाट चाहिँ जिरी 85 किलोमिटर छ अझै जिरी पुग्नलाई कता खोइ ओइ कता एपटे के गर्दै बियर हो नो ड्रिङ्क्स लिएर चाहिँ नि राम्रो छ होइन चल्दैन ल हाम्रो खाना खाने टाइम भयो हिजो नचलेर 15 मिनट थकायो वेडिङलाई हिरो बन्न हिरो बन्न अझै कपाल सपाल मिला नभए कपाल के फच्छ ल मासतिर त्यो बङ्गुर पाए एउटा दिन पाउँदैन हो पाउँदैन जस्तो लागेको थियो कलिलो रहेछ कति छिटो सकाएको हौ बडे खाना कम भयो भने त लाएन मलाई त कम भएको छैन जस्तो लाग्यो आज त भोला छ नि त फेरि हो खाना कस्तो छ केटा ए हो पुग्छ 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 अब सुप चाहिँ राख्नुपर्छ यहाँ पनि खाना हालिदिनु ल हामी अहिले मुडे बजारमा भर्खर खाना खायौँ अब यहाँबाट 1 घन्टा जति होइन सहिलो त्यसैले हामी बिस्तारै जान्छौँ रिल्याक्स मुडमा त्यस्तो हतार पनि छैन हामीलाई अरू के भन्नु छ तिमीलाई आइसक्रिम खाँदै बसिरहेको छ हप्सी भन्ने मान्छे यसको नाम चाहिँ हप्सी है गाह्रो छ केटाहरूलाई कुरो खाएँ अलिकति तल होला है ओ मोडमा त्यति राम्रै खर्च भएछ नि यार 7-8 मिटर छ दुईजनालाई एकदम चिसो छ चिसो यता हामी मुडेबाट पनि सैलुङतर्फ लाग्दैछौँ यहाँबाट 1 घन्टा भनेको छ एकदम चिसो रहेछ यता पानी पनि पर्ला जस्तो बाग हो यहाँबाट चाहिँ बाटो अफरोडिङ रहेछ बाटो बन्द रहेछ
बाइक स्कुटरको लागि त्यस्तो बाटो चाहिँ अलिक डेन्जर हुन्छ। अगाडिको पाङ्ग्राहरू चिप्लियो भने ग्राभलमा सानो सानो मसिनो छ, यस्तोमा चिप्लिएपछि त अनि गेम ओभर भइहाल्छ नि। त्यही भएर स्लोली ड्राइभ होइन। सबै बाटो यस्तो माथिदेखि नै यस्तै छ। यस्तो यो बाटो यस्तो बाटो बाइक स्कुटरको लागि चाहिँ एकदम डेन्जर हुन्छ। हामी सायद बजार जस्तो ठाउँमा आइपुग्यौँ यहाँ सैलुङको कफी खाने भनेर हामीले खोजेको ठाउँ। कफी खै पाउला कि नपाउला। सैलुङ सायद सैलुङको मतलब थाहा छ कि छैन होला हजुरहरूलाई। सय भनेको चाहिँ 100 हो, 100। लुङ भनेको चाहिँ हिल, 100वटा हिल। सैलुङ यो चाहिँ तामाङबाट सैलुङ भनेको 100वटा थुम्का भएको भएर। चिया कफी के छ सोध न यहाँ। हो हस् ऊ त्यहाँ अरे उता पारेर उता जानेको ताकी लागेको भयो नि यता अगाडि। पुरा ढुङ्गा छाप्या रहेछ, तर राम्रै छ, त्यस्तो अप्ठ्यारो त छैन ढुङ्गा। के भयो आउँदैछ। बाटो चाहिँ यति चाहिँ खतरा रहेछ। र हामी 0 सैलुङमा आइपुग्यौँ। यो चाहिँ हाम्रो गेस्ट हाउस हो। यहाँ माथि के हो, ग्रेट वाल जस्तै छ त, ग्रेट वाल जस्तै छ त।
हामी सही ठाउँमा आइपुग्यौँ नि तर आउँदा जाँदाखेरि तलै गएर यस्तै आउनुपर्छ त उकालो हो यही हो राजा यो होइन खोइ त बुकिङ हामी मात्र हो क्या चारजना सिङ्गल आयो नि रुम बुकिङ लिएको कसले तिमीले हो कि अरूले हो माथितिर कहाँ माथि यो दुईटा रुम हो क्या एउटा माथि दुईटा छ दुईटा छ रुम अनुप उप्रेती यहाँ त ऊ के अरे ल रुम चाहिँ मजाकै छ एउटी लिएर पुछे क्या अब दुईजना माथि दुईजना तल म त सिङ्गल सुत्ने हो तँलाई थाहा छ नि म जहाँ पनि म सिङ्गलै सुत्छु भनेर होइन हो जहाँ पनि म सिङ्गलै सुत्ने हो धेरै त कफी लिउँ त कफी है उतापट्टिको रुम पनि हामीलाई नै हो नि त त्यो रुम पनि हो नि ल रुम चाहिँ मजाको रहेछ तपाईँ दुइटै खाँदा एक्लै सुत्नु के भने दुइटै खाँदा एक्लै सुत्नु भने हजुर दुध चिया छ यो त दुध पाउँदैन अनि बुकिङ गराएर दुध पाउँदैन भनिदिनु पर्छ नि हामी बोकेर आउँथ्यौँ नि यार तिमी यार के ब्ल्याक टी ल 4वटा हट लेमन ल मलाई जे भए पनि हुन्छ ल ल है रुम चाहिँ दामी छ है चिसो छ त यहाँ त ए आम्मा हो यहाँ बस्नु पर्छ बेलुका छ त हाम्रो बन फायर छ त यहीँ गर्यो ल भइहाल्यो नि यस्तो तातो ठाउँमै ल केही भन्नु छ केही छैन यता चाहिँ सैलुङको इको होटेलमा आएको छौँ इको होटेल इको चाहिँ किन भनेको भन्दाखेरि यहाँ रुमहरू जति पनि छ सबै काठहरूबाट बनाएको रुमहरू रहेछ रुमहरू पनि अलिक युनिकै थियो राम्रो छ तर एउटा सानो एउटा प्रब्लम भनेको चाहिँ यहाँको वासरुमहरू चाहिँ सेयरिङ छ होइन मतलब अरू त सबै ठिकै लाग्यो त्यस्तो छैन गुड माथि चाहिँ सैलुङ है त्यो माथि गोठ होइन टी सप जस्तो छ यो त कि गुम्बा हो टी सप जस्तो छ क्या टी सप
देखिन्छ र अँ देखिन्छ अँ जतिखेर पनि हेरेको छ त्यहीँ त्यो टिकटकमा बनाएको छ बसिएको छ केटी केटी मान्छे जस्तो यार सही छ त अनि ऊ यहाँ बस्छ त्यो किन ऊ त्यो घरहरू आउँछ यहाँ बस्नु त हेलो ल है ल हट वाटर आगो चाहिँ ताप्नुपर्छ है हालेको चाहिँ सही आछ यार त्यो आगो ताप्दैछ एउटा फोटो चाहिँ यार फुक फुक ढुङ्ग्रो पनि कति लामो हो आमा खतरा छ है बबाल के लाग्छ मन त्यो भिडियो पुऱ्याउनु मेरो भने ल है त तिमीले चुरोट कहाँ राख्यो त्यहाँ छ ल है जुवाडीहरू यहाँ तास खेल्दैछन् पर्दैन यार हातले राख्ने हो डिनर टाइम चिकन खाना हात धुने उतै हो आगो बलिरहेछ मजाले एकदम चिसो छ बाहिर पानी परिरहेछ अहिले तातो तातो खा चिकन दामी छ हो ओइ कस्तो छ रेक खाना चिकन कस्तो चिकन एकदम मिठो छ चिकन मिठो छ लक्ष्मण चिकन दामी ला मलाई त झोल दामी ला यार ओ काले एक्लै बसेको छ हेर नि त्यहाँ हेलो एन्ड गुड मर्निङ बिहानको यो पारिलो घामसँगै हजुरहरूलाई हाम्रो भिडियोमा स्वागत छ आज हाम्रो सेकेन्ड डे है केटा हो गुड मर्निङ सैलुङ आज हामी अब यहाँ ब्रेकफास्ट खाएर हामी माथि जान्छौँ सैलुङ त्यहाँ घुमेर सयवटा थुम्का घुमेर अनि बेलुका हामी के सर बेलुकाको घाम उदाएपछि हामी फर्किन्छौँ अनि हिजो रातभर ठुलो पानी पर्यो यता होइन हिजो रातभर ठुलो पानी पर्यो हावा पनि चल्यो बेसी हावा पनि बेसरी चल्यो अनि त्यो भएर हामी चाहिँ सनराइज हेर्न नगएको सनराइज हुँदैन कि भनेर र भिजिबिलिटी हेर्दाखेरि सनराइज हेर्ने तरिका पनि छैन रहेछ आज भिजिबिलिटीको कारणले गर्दा सनराइज देखिँदैन जस्तो लाग्यो त्यही भएर हामी गएनौँ आजको आन्दोलन अनि परेर ल म त कुनै पनि आन्दोलन हाम्रो ब्रेकफास्ट कालो मान्छे सुरु गरिसकेँ भोटे भोटे मान्छे अब ज्यापो भन्नु नमिल्ने भोटेले सुँगुरको मासु खाने होला छैन यहाँ यो चाहिँ कसलाई तपाईँलाई मलाई हो ल गुड मर्निङ एभ्री वान अब हाम्रो आज सैलिङको एक्सप्लोर सुरु हुँदैछ अब हामी ब्रेकफास्ट खाएर माथितिर हिँड्छौँ आजको वेदर एकदमै राम्रो छ हिजो बेलुका गड्याङ गुडुङ हावाहुरीले एकदमै सफा छ आकाश पनि निलो छ हिमालहरू पनि पुरै देखिरहेको छ अहिले ल थ्याङ्क यू हो यार हिमाल चाहिँ देखाएर रहेछ है म आउँदाखेरि पुग्छु भने ले यहाँले 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 मेरो ब्याग मै बोक्छु को नि यी ब्याग बनाएन पानी नबोक पानी के पानी बोक्नु पर्छ we are exploring Sailung whole day. अहिले हामी पुग्ने त्यहाँ माथि डाँडामा होइन लो त्यो कारणले गर्दा फर्को माड्यो भने त सजिलो भयो नि त उनीहरूलाई सुरु भयो है यहाँबाट चाहिँ अब हाम्रो ट्रिप
चोर फटादेखि लिएर सब आलु पनि बेचेर खान्छ गुड मर्निङ सैलुङ। अन द वे टु सैलुङ। अब भटेक पाला यो हामी अहिले 1 किलोमिटर जति हिँड्यौँ। यहाँ चाहिँ यस्तो यति धेरै चाहिँ गर्नु त नहुने हो। अचम्म छ किन हो खै क्यानहरू। यतिकैमा थाक्यो त केटा हो। आज त के हो भारी नभएर जस्तो लाग्यो है। तलै थाकेको काला कस्तो गाह्रो भयो एकछिन 5 बजीमा सुरु गरेर जस्तो भयो कि 5 बजी बाइक राखेर जाने बेला यस्तै भएको थियो है स्टार्टिङमा। म कहाँ पुग्छ त्यत्रो 5 पोखरी भन्ने लागिरहेको थियो हो खाना खाएर हिँडेर क्या त्यस्तो भएको। राम्रो कम त गाह्रो भएको हो र। खानाको एकतिर अलस तलस हामी त जानु सक्दैन। खाना पनि फेरि कम त ठुस्या हो त। हो के दाइ र त्यसको नाम काले दाई काले दाइ होइन माइला दाई होइन पहिला नि होइन काले त माथि हो नि माइला हो। माइला दाई पहिला हो यसैले के को मासु मृगको मासु भनेर के खुवाएँ त्यो दाई म त गोरु मासु खाए जस्तो लाग्यो नि यिनीहरूलाई। त्यो दाई गफाडी है। अझ कुरा गरौँ होइन चुपचुप भनिदियो उयो माथि हल्ला गरेर जाने हो पहिला कहाँ हो त्यो जाने नि। ल आउँदा छिरौँ नि त। आउँदा छिरौँ नि त। मन्दिर कहाँ हो? सैलुङ तिमीलाई चाहिँदैछ खुट्टा पनि दुखेको ठिक हुन्छ भन्नु न दाइ। खुट्टा पनि यति राम्री नानीहरू आएको छ अनि भनिदिनु नि त्यति पनि। सेल्फी गर्न स्किन राम्रो गर्छ भन्नुभयो। चाया पोतो हटाउँछ। के जडीबुटी रहेछ दाइ यो जडीबुटी चाहिँ यही हो क्या। पदम चाल हो इलामको सर इलामको यो चलेर चाहिँ उता जाँदै किने एकछिनमा आउँछु बाबु। हामी सयथुङमा घुम्ने प्लानिङ हो। सय थोना न यही हो। यसले केही गरेर छ है यसले। के भीमसेन तरवार के हो यो? तर तरबार चाहिँ खोइ त। यहाँबाट माथि त्यहाँ भ्यू टावर छ त्यहाँ पुग्नु छ अहिले। बोरिङ भएर हो त ज्याकेट नलागेन भने चाहिँ काले क्या खतरा ठाउँ यार यो। ओहो भिर कहिले आउनु भयो दिदी? चिन्नु भयो मलाई? दाइ नमस्ते। हामी हिजो आएको, हिजो आएर बसेर अनि अब आज घुम्ने, फेरि आज यहीँ बस्ने। आज फर्किने? हामी हिजो नि आएर बसेको हो अनि आज फर्किनु कि हामी सुकुटी। ए हामी पनि हिजो आएको हो नि त। कहाँ बस्नु हो तपाईँहरू? हामी त तल बस्यो। हामीले माथि नै बस्यो। ल गएर खाना खाना आइने हो। माथि नै भनेको ससरी माथि। माथि छैन खाना के पनि छैन। खाजा अरे। है खाजा अरे। उता डाँडा बस्नु खिचिदिन्छ यहाँ माउन्ट एभरेस्ट यही जस्तो लाग्यो मलाई त। है यहाँ
सैलुङको 3090 अल्टिट्युडमा बसिरहेका छौँ मिटर्सकोमा। अहिले यहाँ पुरै हिमालहरू देखिरहनु भएको छ। रमाइलो छ। बिहानको 9 बजे पनि एकदम सिरिर हावा चिसो लागिरहेछ। हामी सर बदाम खाँदै हुनुहुन्छ अनि हाम्रो भटे सर चाहिँ के गर्दै हुनुहुन्छ? धुवा निकाल्दैछ। बादल 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 अहिले बिहानको 9 बजेको छ। हामी अहिले सैलुङको माथि हिलमा 3090 मिटर माथि एल्टिट्युडमा छौँ। अहिले हामी जुन ठाउँमा बसिरहेको छौँ अहिले हामी बदाम खाएर बसिरहेको छौँ र यहाँबाट हिमालको लगभग सबै रेन्ज देख्न सकिन्छ हामीलाई यहाँबाट। तर कुन हिमाल कुन हो भनेर त्यो चाहिँ हामीलाई एकदम थाहा भएन। तर यहाँबाट फोटो खिचौँ। यहाँ चाहिँ लुगा लाएर लुगा रेन्टमा लिएर फोटो खिच्न पाइन्छ। बुद्धको पहिला पहिला यहाँ जाउँ। घोडाको पनि एभाइलेबल छ फोटो खिच्नलाई। पृथ्वीको नाइटो पृथ्वीको नाइटो कहाँ छ खै पृथ्वीको नाइटो? पहिला यतै जाउँ त। ल पृथ्वीको नाइटो हुन्छ म उतापट्टि जाउँ न। यता जाने नि पहिला। यता जाउँ न यता जाउँ पहिला। अब आज हामी सैलुङ आएको छौँ। कतिचोटि भन्छौ कतिचोटि भन्छौ? यो एकदमै प्रकृतिको काखमा प्रकृति चुम्बी गगनहरूसँग पृथ्वीको नाइटो पनि छ त यहाँ। गगन चुम्बी त्यो के भिडियो हो? ए कालो सर लुगा पनि कालो चस्मा पनि कालो मान्छे पनि कालो के हो? मन कालो। हो तेरो जस्तो सेतो गरे बुद्धको पाइला कहाँ छ बुद्धको पाइला? यहाँ लेखेको छ त यहाँ नाम चाहिँ लेखेको चाहिँ बुद्ध पाइला। के सर यो? छोड्दैनहरू गाइज हामी सैलुङ पनि घुम्यो।
마추 용라 집이 사일롱. ल भ्यू टावर ल हाम्रो सैलुङमाथि टावर भ्यू टावरको मुनि हाम्रो टी टाइम अब ल हाम्रो काले भाइलाई बनिको याद यसो गाह्रो भइसक्यो ल हामी टावरमा आइपुग्यो ओ एउटा चाहिँ टिकटकमै व्यस्त छ यहाँ होइन काले कस्तो फिल भइरहेछ गाह्रो भइरहेछ मलाई टाउको दुखिसक्यो हो ल त्यसो तल त चाउरीको दुधको चिया मेरो भाषा उसले बोले उसको भयो जोशी प्लस तामाङहरू पनि छ तपाईँहरूको एरियातिर शेर्पा छ तामाङ छ छेत्री बाहुन छ हाम्रो घरनिरीको अब तामाङ दिदीले पुरै नेवार बोल्नुहुन्छ खर लाएर बिहान गएर बेलुका ल्याए अब दिनभरि कटिने भने त्यो बिग्रेजन कहाँ खुल्छ बादल हिँडिरहेछ हो अझै ऊ हेर तिमीहरू जेपिटी नबोल मैले भनेको छु यो पालिको भिडियोमा कुनैमा पनि म कटसट हान्दिनँ त्यही त है पुरा रुख चाहिँ फेरि कति छ लालीगुराँसको है सबै लालीगुराँस मजा आउँछ बाबु मजा आउँछ कार्टुन हेर्ने बच्चाहरू त घोडा चाहिँ हिँडेछ नि गोरेटो बाटो भन्थे गुफा भएको साइडतिर जाँदैछौँ हामी यहाँ शिवको मन्दिर पनि छ अरे अनि हामी त्यतैतिर जाँदै हो
यहाँ काँडा छ है। मन्दिर त यतै जस्तो छ है। ल ए यार बाटो त खतरा रहेछ त। बाटो त बनाएर रहेछ त यता त। हामी तलैबाट जाने नि अब। उतैबाट उतै जाने। हजुर हजुर यही हो शैलेश्वर महादेव। शैलुङ्गेश्वर महादेव दर्शन सक्यो हाम्रो। अब हामी तल गुफा साइडतिर जाँदैछौँ। चिप्लो चिप्लो छ त। यो अलि यो घाम नलाग्ने ठाउँ परेछ है। गोब्रोबाट त भिडियो त हो नि। यति नै हो। ल यही होला गुफा। दुध पिउने चाहिँ होला क्या। मोबाइलमा भन्छु न। लाइट अब कहाँ म यहाँ ब्याट्री छैन 19% छ। हेर्नु दुध पिउने 1 मिटर भित्र हुने। केही देख्दैन रहेछ यार। हो रहेछ हो है। दुध पिउने ल 12 वर्षमा गुफा। लाइट अलिकति कम भयो। यता होला क्या चुइने होइन यता हो। ए हार चुइने होला। जाउँ। जाने होला। यही त लागि गुफा होइन। तु त माथि छ अर्को। ल लालीगुराँस। ल हामी जङ्गलमा अल्मलेका छौँ अहिले। बाटो कि माथि चाहिँ जाने है। डिरेक्सनमा पुग्छ नि। ऊ त्यहाँ लालीगुराँस छ त्यो त होइन। कहाँबाट जहाँ गयो नि। ल लालीगुराँस त यहाँ रहेछ भित्र चाहिँ। तर टिप्न अप्ठ्यारो छ नि यो है। खै गालो टिप्नु सक्छ र त्यो। ल खै ल आम पाख ओए नौ छिटाउनी फेरि।
ल एउटा टिप्यो दुईटा टिप्यो ल छोड्यो लाली गुराँस अरू कहाँ छ भाइ अरू त भेटाउनु नि पऱ्यो नि केटा भेट्दैन त्यो भेट्दैन त्यो ए काले भेट्दैन भनेको आउँछौँ ल लाली गुराँस यो त अम्बाको बोट जस्तो बाटो बिराइसकेको थियौँ हामी सही बाटोमा आइपुगेका छौँ यदि हामी यो बाटोबाट नआएको भए हामी अहिले वहाँ तल पुग्थ्यो होला वहाँ तल यहाँ आउँदा थुक्पा चाहिँ ट्राई गर्नै पर्दो रहेछ है एकदम मिठो थुक्पा एकदम मिठो रहेछ काले थुक्पा कस्तो छ दामी एउटा पानी ल्याउनु यार सानो होला अझ त्यो त्यसको खुट्टामा पखेर भुवा आउँछ कि के अरे प्वाख आउँछ कि सानो डिनर टाइम ल आलु तरकारी ल ठिक छ केही छैन स्पुन पर्दैन यार हातले खाने हो आज सुरु गर्ने हो ल ओइ खा त त्यो भोटेले खानलाई छु भोकले जस्तोले भोटे कस्तो ए दामी छ सर ल हाम्रो आगो पनि बोलिरहेछ मेरो एउटा ठिक छ एकदम ल यहीँ के अन्त यो यहीँ के हो फुल होइन के माछा हो यो के माछा हो यो असला हो ए असला सासाना खाने हुन्छ हुँदैन होइन होइन यही साइज हुन्छ सानो सानो त के खाने मसिनो त है ठुल्ठुलो खाऊँ न दाइ केटा माछा है माछा 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 के माछा रे यो असला है असला वाउ गोल मासु असला माछा ल है केटा हो खाऊँ है त माछा चाहिँ दामी छ है ठिकै भएछ पर्क नखाएर पनि पर्क नखाएर पनि ठिकै भएछ लोकल माछा त खानु पाए कमसेकम होइन
कचा खुचीकै गएछ यार